मैले जुन दिन बेलुका घटना भयो ज्यू अनि त्यो बेलुका त राति भएको होला त्यो घटना हुनुपर्छ, किनभने मैले बिहान मात्रै थाहा पाएँ, कतिवटा यस्तै न्युज पोर्टल च्यानलबाटै मैले देख्नु पाएँ। अनि मैले इमिडिएटली त्यो बिहानै एसपी साहबसँग मैले कन्ट्याक्ट गरिहालेँ। एसपी साहब भने यो तल्लो तलसम्म इन्भेस्टिगेसन गरेर र जो पनि होस् एनीवान जो पनि होस् यो घटनासँग संलग्न व्यक्तिलाई तपाईँले छिटोभन्दा छिटो पक्राउ गर्नुहोस्। किनभने म जोसुकै भयो भने अब हो सुदन गुरुङ भाइले अब जिटिए माथि केस गरेर आएको छ, टिचरहरू माथि केस गरेर आएको छ, उसको आफ्नो विचार हो। हेर्नुहोस्, सबैको आफ्नो आफ्नो पर्सनल भ्यू छ, पर्सनल ओपिनियन छ, आफ्नो प्रकारले जसले पनि जे पनि काम गर्नु पाउँछ। म अलिकति डेमोक्रेसीमा बिलिभ गर्छु। 2017देखिको यता मैले यही दार्जिलिङमा राम्रोसँगले स्वच्छ परिवेश ल्याउनुपर्छ भनेर बहुत मान्छेको कुराहरू तिरस्कारहरू सहेर म कम्ती बोलेर नै म यो चिजमा शान्ति पाहाडमा शान्ति इस्टाब्लिस गर्नु काहीँ न काहीँ हामी सक्षम छौँ अहिले। हेर्नुहोस्, पहिलाको वातावरण अहिलेको वातावरण। अनि त्यो घटना म हेर्नु जतिसुकै भन्नुहोस्, पोलिटिकल डिफरेन्सेस होस्, दुश्मनै होस्, यस्तो घटना पाहाडमा हुनु हुँदैन भन्ने व्यक्ति म हो पहिलादेखि नै। अनि म त तपाईँलाई याद छ जति सक्दो म टलरेट गरेर अगाडि हिँड्ने मान्छे हो। तर अब मोबाइलमा यो घटना भएपछि मोबाइलमा बोल्दै आएर पब्लिसिटी गर्दै प्रचार गर्दै बोल्दैमा हुने कुरा होइन। मैले जे गर्नुपर्छ त्यो मैले गरिरहेको छु। सेकेन्ड दिनदेखि नै तपाईँले एसपी साहबसँग गएर कुरा गर्छु। मैले मोबाइलमा बोलेर मैले अब जसलाई परेको छ यो नहुनुपर्ने घटना हो, जसलाई लागेको छ नलाग्नुपर्ने घटना हो, त्यो मैले मोबाइलमा गर्दाखेरि उसले जस्टिस पाउँदैन मोबाइलमा बोल्दाखेरि। हेर्नुहोस्, र मैले तपाईँ एसपी साहबलाई सोध्नुहोस्, फर्स्ट डेमा मैले एसपी साहबलाई मैले यही वचन भनेको थिएँ तपाईँले। अनि एभ्री डे म यसको इन्भेस्टिगेसन उहाँहरूलाई के छ कसो छ कहाँसम्म पुग्यो म बार सोध्दैछु, एसपीलाई पनि सोध्दैछु, आइबी डिपार्टमेन्टमा पनि मैले उहाँ तपाईँहरूकोमा त एकदमै न्युज हुन्छ, तपाईँहरू यसमा लाग्नुहोस्, जोसुकै होस्, वाट एभर इट इज, एनी वान। हेर्नुहोस्, म यस्तो चिजमा म बिलिभै गर्दिनँ कहिलेदेखि। तर अब म पब्लिसिटीमा पनि साह्रो बिलिभ गर्दिनँ। तपाईँले याद छ म कम्ती नै बोल्छु, जति सक्दो म कम्ती बोल्छु त्यति मलाई ठिक लाग्छ। किनभने अब अहिलेघरि त अब कति बोल्नेहरू धेरै छन्, अब त आफ्नो आफ्नो उहाँहरूको इच्छा हो, तर बोलेर प्रब्लमको सल्भ हुँदैन। मलाई अब मान्छेले यो कम्ती बोल्ने, मेरो शान्त परिवेश जो म शान्तिसँगले सहेर शान्ति बसेर चुप लागेर म काम गरेर सायद मान्छेको मनले जितेर होला मलाई मान्छेले यहीँनिर भोट हालेर मलाई राखेको छ नि त। मेरो सोच, मेरो शान्तपनालाई राखेर। र यो मैले आएर न्युजमा बोलेर पेपरमा बोलेर यसको प्रब्लम सल्भ हुँदैन। प्रब्लम सल्भको लागि त डिपार्टमेन्टलाई हामीले सबले कोअपरेट गर्नुपर्छ। हेर्नुहोस्, अब जुन ठाउँमा घटना भयो अब त्यो घटना हुनुहुँदैन थियो। हेर्नुहोस् त, मैले आई प्रे टु गड कि सुजन भाइको रिकभरी होस्। बुझ्नु भएन, त्यो ऊ मेरो दुश्मन होइन, उसले आफ्नो तरिकाले काम गर्नु। मैले जसले यस्तो परिवेश हामीले 2017देखिको तयार गरिदिएको छु, जसले जसको सोचले पनि आफ्नो सोचले परिवेश तयार गर्नु आफ्नो काम गर्नु पाउँछ, त्यो वातावरण दिएको छौँ नि त हामीले, मान्नुहोस् न, बनाएको छौँ नि त, त्यो त फ्याक्ट हो नि त। मलाई जस्तो भन्दा पनि म सहेरै बस्छु, किन अहिले जुन म पोजिसनमा छु, अब त्यो पोजिसनमा त मान्छेले भन्छ, मान्छेले राखेको मलाई फेरि। र अब उहाँहरूले होला मेरो काम गर्ने तरिका कतिजनाले मन पराउँछ, कतिजनाले मन पराउँदैन, मन पराउनु भन्ने पाउँछ भन्ने मैले वातावरण दिएको छु। हेर्नुहोस्, र मैले एभ्री डे मैले इन्भेस्टिगेसन कस्तो भएछ के छ भएछ भनेर मैले डेली तहमा लागिरहेको छु यो विषयमा। र मलाई म हेर्नुहोस् यस्तो झै झगडातिर एकदमै बिलिभ गर्दिनँ, किन मलाई थाहा छ जुन अवस्थाबाट म यहाँ एउटा बहुत सङ्घर्ष गरेर यो पाहाडलाई स्वच्छ परिवेश बनाउनु आएको। तपाईँलाई भन्नुहोस् न, म त कसैलाई रियाक्टै नगर्ने व्यक्ति हो। मलाई कति भन्छ तपाईँलाई याद छ, तर आई नेभर रियाक्ट। हेर्नुहोस्, किन म जुन ठाउँमा बसेको छु मैले रियाक्ट गर्नु थालेपछि यो एउटा सृजना नराम्रो प्रकारले सृजना क्रिएट हुँदै जान्छ। हेर्नुहोस्, र एउटा कोही यस्तो व्यक्ति हुनुपर्छ म पावरमा म सहनु सक्नुपर्छ। हेर्नुहोस्, मैले सहँदाखेरि पाहाड शान्ति हुन्छ नि त, म कम्ती बोल्दाखेरि पाहाड शान्ति हुन्छ। त्यही कारण म अब यो सबै कुरा राजनीतिक चस्माले हेर्नु चाहदिनँ। हेर्नुहोस्, बुझ्नु भएन, यो घटना एकदमै नहुने घटना हो। तर यो घटनामा मैले आएर बोलेर उयो गरेर म त्यसमा चाहिँ मैले जे गर्नुपर्ने त्यो मैले पुलिस डिपार्टमेन्टलाई हामीले सबले कोअपरेट गर्नुपर्छ। यति बेला जुन ठाउँमा घटना भयो अब त्यो ठाउँको मान्छेहरूले पनि कोअपरेट गर्नुपर्छ। हेर्नुहोस्, किन कसैले देखेको होला, सिसी क्यामेरा होला, पब्लिक पनि हेर्नुहोस् एक्लैले हुँदैन, सबै पब्लिकले यस्तो चिजलाई दार्जिलिङबाट मास्नु जरादेखि मास्नु चाहिँ पब्लिकले पनि देखेको कुरालाई देखे भन्नु सक्नुपर्छ, हिम्मत गर्नुपर्छ। हेर्नुहोस्, यसलाई एडमिनिस्ट्रेसनलाई सबले मिलेर कोअपरेट गर्नुपर्छ हामीले जुनै एङ्गलबाट पनि। अनि पब्लिक पनि अगाडि आउनुपर्छ, जसले देखेको छ डराउनु हुँदैन, देखेको छु भन्नुपर्छ घटनालाई। त्यो ठाउँमा त देख्नेहरू त छ होला नि त। हेर्नुहोस्, र देख्नेहरू पनि अगाडि आउनुपर्छ। हेर्नुहोस्, हामीले यो जजसँग मैले भने जो पनि एनीवान जो पनि यो घटनासँग संलग्न छ
पुलिस डिपार्टमेन्टले राम्रो इन्भेस्टिगेसन गरेर उनीहरूलाई पक्राउ गरेर सजाय दिनैपर्छ भन्ने पक्षमा छु म। तर यो घटनाको चाहिँ सुई त तपाईँपट्टि नै घुमिरहेछ नि दाजु, त जिटिएपट्टि नै, किनभने जिटिएकै जताबाट घुमाउ मैले पनि घुमाउनु चाहिँ घुम्छ, हजुर मैले पनि घुमाउनु चाहिँ घुम्दैन भन्नुहोस्। हजुर हजुर म त घुमाउने म त्यो मेन्टालिटीको होइन हो। हेर्नुहोस् मैले घुमाएर सबैको राजनीतिक चस्मा लगाएर हिँड्नु चाहदिनँ म। हेर्नुहोस् जता घुमाए पनि घुम्छ गाडी, हजुर हजुर बुझ्नु भएन, जता घुमाए पनि घुम्छ। म घुमाउनेपट्टि छुइनँ, म डेथसम्म पुगेर पुलिसले राम्रो इन्भेस्टिगेसन गरेर एनीवान जो पनि भन्दैछु त, एनीवान जो पनि हो भने पनि इन्भेस्टिगेसनमा पक्का रिपोर्ट आयो भने पुलिसलाई सपोर्ट गरेको हुन्छ। हेर्नुहोस् म यता टर्निङ काट्ने उता टर्निङ काट्ने घुमाउने त्योपट्टि म त्यसलाई बिलिभै गर्दिनँ। हेर्नुहोस् एटलिस्ट आज अब पहाडमा शान्ति छ, यो शान्ति परिवेश राख्नुको लागि सबैले पब्लिकले पनि कोअपरेट गर्नुपर्छ, पब्लिक डराउनु हुँदैन, जसले जे गर्दैछ अन्य भन्नु सक्नुपर्छ। हेर्नुहोस् यो चिजलाई बिलिभै गर्दैन। आज बुद्ध जयन्तीको दिनमा तपाईँले ठिकै फोन पनि गर्नुभएको छ। आज यो बुद्ध जयन्तीको यसमा सबैले प्रार्थना पनि गर्यो कि पहाड धेरै वर्ष बाद शान्तिको परिवेश आएको छ र आज यो बुद्ध जयन्तीमा सबैले प्रार्थना गरौँ यो शान्ति सधैँभरि पहाडमा यथावस्था होस् भनेर।